यही प्रयोगशालाको चाहिँ धेरै प्रशिक्षक बन्नु होला भन्ने म तपाईहरु सबैले शुभकामना दिन चाहन्छु। अब त्यहाँनिर हाम्रो अनुभव चाहिँ यहाँ हामी व्याख्या नै गर्न सक्दैनौं। तपाईहरु त्यो अनुभव लिनको लागि कोही पनि नछुट्नु होला। हामी जस्तै सबैले त्यो अनुभव प्राप्त गर्नु होला। म तपाईहरु सबैलाई यो शुभकामना दिन्छु। र अर्को कुरा प्रशिक्षक नै हुनुपर्छ भन्ने पनि छैन। अब प्रशिक्षकको कक्षा लिएर हामीले प्रयोगशाला खोलेर प्रशिक्षकको भूमिका पूरा गर्नुपर्छ भन्ने छैन। आफ्नो लागि पनि हो। तपाईहरुलाई यस अहिले यो हुन गइरहेको यो चिन्तनको चक्र विज्ञानमा चाहिँ यस प्रयोगशालाबाट हाम्रो एकदमै अति आत्मीयता कल्याण मित्र नीला सुवेदीको यस प्रयोगशालाबाट तपाईहरु पनि जानु होला भनेको खोल्नु चाहिँ हजुरले भयो नि त। अनि यो ब्यानर पनि हामीले बनाउन लागेको छौं। तर लिन जान नभ्याएको एउटा सानो कुरा चाहिँ चेन्ज गरेका छौं। त्यसमा माफ गर्नु होला किनकि त्यो त्यही अफिसकै सल्लाहमा जीवन विज्ञानकै सल्लाहमा एउटा शब्द मात्रै चेन्ज गरेको छ। अब आएपछि हेर्नु होला। अनि फेरि पनि म हजुरहरुलाई यो भन्छु कि सबै त पछि हुन्छ। चक्र विज्ञानमा चाहिँ जसरी पनि सहभागी हुनु। धन्यवाद। हरि ओम।